त्रिवेणी टीम एस त्रिवेणी जय त्रिवेणी 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 त्रिवेणी
हाम्रो त्रिवेणी आचार मेन पावरको सबैजना स्टाफहरूले चाहिँ अनिवार्य चाहिँ दर्ता गर्नुपर्छ। अनिवार्य अनिवार्य चाहियो हामीलाई। अनिवार्य छ त। किन भन्दा यो भनेको हाम्रो लागि हो, हाम्रै लागि हो। यो सबै आजको दिन हाम्रो लागि चुनाव पर्छ होइन त हो। यो सबै हाम्रो लागि रमाइलो हो। म्युजिक प्लेयर दाइले म्युजिक बजाइदिनुहोस्। म्युजिक मात्रै आवाज मान्छेको आवाज नभएको म्युजिक बजाइदिनुहोस्। म स्टप गराउँछु। ल यो भिडियो क्याप्चर राम्रोसँग क्यामेराम्यान यो युट्युबमै आउने हो। ल डीजे बजाइदिनु डीजे। ल गेमको नियम यस प्रकार रहेको छ। म्युजिक बज्छ, तपाईँहरू यो टेबलको वरिपरि घुम्नु पर्ने छ। म्युजिककै बिचमा मैले रातो पहेँलो हरियो जुनसुकै बल भन्न सक्छु। जसले बल टिप्छ र जसको बल नटिप्नेहरू आउट हुन्छ। यहाँ तपाईँहरू 7 जना हुनुहुन्छ, 6वटा बल छ। सम्झिनुभयो? एकजना एक पटकमा आउट हुनुहुन्छ। बिस्तारै यो बल सकिँदा गेम सकिन्छ। जो आउट हुँदै जानुहुन्छ लास्टसम्म जो बच्नुहुन्छ गेम उसैले जित्छ। ल म्युजिक सुरु गरिदिनु। केटा हामी जति पनि ठाउँ पछाडि गइदेऊ। म्युजिक स्टार्ट भइसकेको छ। यहाँहरू घुम्न थाल्नुहोस्। घुम्नुहोस् मजाले घुम्नुहोस्। म्युजिक रोकिँदाखेरि बल घुम्नु के। मैले पाएँ मलाई भनेको मैले पाएँ।
पछाडि फर्केर बल समाउनु पाइने छैन है पछाडि फर्केर बल समाउनु पाइने छैन पछाडि फर्केर बल समाएको मान्छे आउने छैन है यो टिमले जित्नको लागि अब यो बल समात्नु पर्यो तपाईहरुलाई एउटा यसरी खेलाइन्छ नानी यो हेर्नुस् है रोल नानी रोल सोल्जर हेड क्ल्याप क्याच रोल सोल्जर हेड क्ल्याप मात्रै क्याच भएको छैन क्याच नहुन नि सक्छ 2-3 चोटि नहुन नि सकिन्छ होइन अनि त्यो क्याच भन्दा बल समाउनु पर्यो बल जसले बल समाउनुहुन्छ नि क्याच नभन्न नि सकिन्छ घुमाएको घुमाइ गर्न सकिन्छ बलै हो क्या चक्कर लाग्ने गेम करिना खोइ हाम्रो सबैजनाको हातमा संसार र कप लिएर एकचोटि बाबालाई तुलसी सरलाई हेर्नु सर छिटो छिटो मैले यहाँ महिला स्टाफहरू बडो उत्सुकताका साथ तयार हुनुभएको बाबालाई सर भन्नु खेल्ने हो यो त म त खैरो के भयो यो बाइक के भयो दाजु सक्यो हो माइकले खेलाउने गेम माइकै गयो फटाफट 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 खसेको फेरि हाल्न पाइन्छ होइन त्यो भएन जस्तो लाग्यो दाइले बेमेन गर्दै हुनुहुन्छ ओके सुरेश ओके ओके ल यो गेम चाहिँ यतिकै रद्द भयो है यो चाहिँ सुरेश सनमको उसको कल्पनाको मैले देखिरहेको छु सबैजना राम्रो गर्नुभएको छ यहाँ भिडियो छ प्लेब्याक हेरेर म डिसाइड गर्छु है
प्लेब्याक हेरेर रेफ्रीलाई टाइम दिनुहोस्, म प्लेब्याक हेरेर डिसाइड गर्छु। ल अब तुरुन्तै यो छोडेर अब खाना पनि आउने बेला भयो। घैटो फोहोर कार्यक्रम तपाईँको हामीसँग एउटा मड्काको घैटो नभए पनि हामी एउटा चायको घैटो चाहिँ ऊ तयार पारिसकेका छौँ। एउटा राउन्डिङ पनि दिएका छौँ। कसैले घैटोलाई ट्याक्रेकै फुटाउन नसके पनि जसले नजिक छुन्छ ल थ्रो गर्न सक्नुहुन्छ उहाँलाई विनर गर्ने एउटा टेबल आयो है। त्यसमा हामीले पहिलो दोस्रो तेस्रो राख्नेछौँ है। पहिलो दोस्रो तेस्रो राख्नेछौँ। हाम्रो स्टार्टिङ पोइन्ट यहीँबाट रहनेछ है। यो एकदमै इन्ट्रेस्टिङ हुनेछ। हाम्रो नानुसँग चाहिँ सम्पर्क गर्नुहोला नाम टिपाउनको लागि। यसमा चाहिँ सबै हामी जति पनि त्रिवेणी टिममा आबद्ध हुनुहुन्छ उहाँ सबैले नाम टिपाउन सक्नुहुनेछ। हामीले चाहिँ अब त्यहाँ घैटोलाई नखोरे पनि साइडमा जति उहाँको डिस्टेन्स हुन्छ त्यसको आधारमा हामीले विनर गर्नेछौँ है। कसैले त्यहाँ सिकाइतिर पनि नगर्नु होला है। अब त्यसको लागि पनि तयारी हुनु होला। हाम्रो सुनिता नानुसँग चाहिँ सम्पर्क गर्नु होला नाम टिपाउनको लागि। को इन्ट्रेस्टिङ हुनुहुन्छ यस कार्यक्रममा भाग लिनको लागि तयारी अवस्था भइदिनु होला। त्यहाँ गएर पनि एकछिन अवलोकन गर्नु होला बाटोको अवस्था कस्तो छ। त्यहाँनिर अलिकति लडिने सम्भावना पनि छ। त्यहाँसम्म चाहिँ हामीले पार गरिदिनेछौँ। हामीले पार गरेर चाहिँ घैटो फोहोर कार्यक्रममा चाहिँ पुरस्कार पनि छ। यसको पुरस्कार व्यवस्थापन छ है। हामीले पुरस्कार चाहिँ अब पुरस्कारकै बेला चाहिँ हामीले घोषणा गर्नेछौँ कति कति पुरस्कार भन्ने कुराहरू। त्यसको लागि चाहिँ तपाईँ हामी सबै चाहिँ रेडी हुन अवस्था हुनुहोला है त।